अनि उतापट्टि गएको केटाहरूले फ्रुटको चट्ट सजाएर राखेर रहेछ चट्ट भिडियो सिडियो बनाइदिएँ मैले। सो हे गाइज म मिस्टर शक्ति मगर फेरि पनि आइसक्यो मिनी भ्लग लिएर र आज चाहिँ चट्ट लगाएर ड्युटी स्युटी गएको होइन चट्ट बाहिर चाहिँ घाम गरिरहेको छ आज चाहिँ मजाले जति भित्र पुगेर पास्ता सास्ता बोइल गर्नु लाग्यो केटाहरूले ज्याम लगाएर होइन अनि अर्को केटाले चाहिँ क्याप्सिकम काटेर नुडलको लागि चट्ट लगाएर काटेर मैले ग्लोभ लगाएर झट्ट फिजाइदिएँ यसलाई सुकाउनु पर्ने हुन्छ क्याप्सिकमलाई हल्का अनि अर्को पछाडितिर फेरि ब्राउन गार्लिक बनाउनु लाग्यो ड्याम लगाएर अर्को केटाले चाहिँ यहाँ दुध बोइल गर्न लाग्यो होइन दुध त पिउनै पऱ्यो अनि मैले चाहिँ त्यो दुध गिलासमा चाहिँ हल्का कफी हालेर त्यतिकै स्पुनले ड्याम पिउदिन लगाएँ अनि उतापट्टि गएको केटाहरूले फ्रुटको चट्ट सजाएर राखेर रहेछ चट्ट भिडियो सिडियो बनाइदिएँ मैले होइन चटक्क लगाएर अनि यतापट्टि केटाहरूले चाहिँ व्हाइट ग्रेभी बनाउनु लाग्यो अनि टमेटोको सस खोलेर चट्ट राखेका छन् होइन अनि त्यतिकैमा अर्डर पनि आयो अर्डर पनि हान्न लाग्यो केटाहरूले ज्याम लगाएर अनि मैले यति गर्दा मलाई चाहिँ यसो एउटा अनि नयाँ गार्निसिङ पाएको थिएँ त्यही भएर मैले हल्का गार्निसिङको लागि चाहिँ चट्ट लगाएर एउटा रोज बनाइदिएँ दामी अनि यति गर्दा ड्युटी पनि सक्यो त्यही भएर म चाहिँ गएँ रुमतिर अब भेटौँला नेक्स्ट भिडियोमा बाइ